Mai xuống được hồi này. Đây. Xong एकदम भारी भयो नि त त कस्तो गर्नु भएर हात दुख्ने गाह्रो भयो कस्तो गाह्रो भइरहेछ भने नि गर्न पनि पैसा छैन सो हे गाइस वेलकम टु सबैजनालाई आइसक्नु भएको अनि प्लिज यसरी माया सपोर्ट गरिदिनु अझ योभन्दा धेरै गरिदिनु होइन एकदमै धेरै आवश्यक छ तपाईँहरूको माया र सपोर्टको अनि आज चाहिँ ग्रोसरी गर्न जाँदैछु यो आज घर जान्छे मतलब स्कुल रुम जान्छ आज उता पर बस्छ नि त यो अनि त्यस पछाडि अहिले त हामी पार्कमा छौँ देख्न सक्नुहुन्छ कस्तो धुम्मिरहेको छ होइन चिसो छ क्या आज अनि सो गाइज आज चाहिँ हामीहरू होइन ग्रोसरी गर्न जान लागेको कति के खर्च हुन्छ नि कति पर्छ मिनिमम अब आफूलाई चाहिने सामान मात्रै किन्दाखेरि पनि कति खर्च हुन्छ भनेर चाहिँ म आज तपाईँहरूलाई देखाउँछु अनि यहाँनिर लिडल छैन टाढा छ कि सो त्यस्तो जाँदैछौँ हामीहरू त्यसकोबाट हामी सामान ल्याउँछौँ हाई भन् कुदेर आएको हो क्या कुकुर झन्डै त उफ्रेर कुदी कस्तो झन् टोकेन है त टोक्नु भएन पैसा झन् यति धेरै तिराउँछ नि गाइस घरै पछि हामीहरू गाई बस्तु पाल्छौँ भने कुकुर त घरै पछि 10वटै हुन्छ एउटा घरमा त्यही भएर यति धेरै हुन्छ नि कुकुर ल आन्टी हेर्नु है यसको के भन्दैछ यसले माया गर्नुहुन्न होला भन्दैछ अब मम्मीले त कुकुरसँग दाजु छैन आफूलाई ल गाइस अब म यसमा उयोपट्टिको भ्यू पनि देखाउँछु सो बी विथ मी अन्टिल द इन प्लिज गाइस सपोर्ट मी होइन मैले मेरो यति धेरै बेस्ट दिइरहेको छु नि कसम भनेको एडिट गर्न कति गाह्रो हुन्छ कि सबै कुराहरू होइन म्यानेज गर्न गाह्रो हुन्छ अनि एक त फोनमा स्टोरेज पनि हुन्न नि त अनि स्टोरेज पनि फुल भइहाल्छ अनि छ अब आइफोन त छैन मसँग मैले सकेको यो कुकुर नै हो यिनीहरूलाई त म त भक्क दौडाइन्छु होला हामीलाई त साह्रै राम्रो देख्यो कि क्या हो यही कुकुर हो झन् साथो लगिदियो गाह्रो हुन्छ कि अब सबै कुरा म्यानेज गर्नको लागि अनि मैले यति धेरै मिहिनेत गरिरहेको छु होइन प्लिज गाइस सपोर्ट गरिदिनु होला यहाँ रियालिटी स्टुडेन्ट लाइफ कस्तो छ युकेमा भनेर चाहिँ अभियसली हुन त अब भ्लगरहरू सबैजना प्रायः जस्तो अहिले त धेरै हुन्छ नि धेरैभन्दा धेरै नै भ्लगरहरू निस्केर पनि होला सायद म आफ्नो बेस्ट दिन चाहन्छु बरु कमेन्ट गर्नु सजेस्ट गर्नु यस्तो यस्तो बनाउनु भनेर होइन यस्तो छ है देख्न सक्नुहुन्छ Oh my gosh! Are you serious? Yeah, I am very serious. मेरो 6 महिनाको फ्युचर I'm not overthinking it. I love you. Oh, she is very rich. Oh my god! यस्तो लग्जरी लाइफ चाहिँ I पनि डिजर्भ है म पनि डिजर्भ गर्छु बट यसको त एस्टिमेटको कसरी जानु पर्छ नि कस्तो अरे भन्नु म भन्दिन्छु एस्टिमेट गाइस 21 गते 21 तारिक 21 तारिक होइन एस्टिमेटको कन्सर्ट छ अरे 31 डिसेम्बर 31 कि त 21 हो 21 तारिक भनेको होइन सरी 31 सरी 31 डिसेम्बरमा एस्टिमेटको कन्सर्ट छ प्लिज गाइस आउनु होला सो गाइस सुनिसक्नु भयो होला 31 तारिक आई मिन टु से द्याट 31 तारिक चाहिँ एस्टिमेटको कन्सर्ट हजुर जे हो भने 31 डिसेम्बर 31 मा चाहिँ एस्टिमेटको कन्सर्ट छ अरे सो सबैजनाले प्लिज भिजिट गरिदिनु अरे म चाहिँ अब हेरौँ के हुन्छ म चाहिँ जाँदिनँ यो जान्छे यसलाई यदि हेर्न चाहनुहुन्छ भने तपाईँहरू त्यति बेला आउन सक्नुहुन्छ वी क्यान टेक अटोग्राफ अफ हर यो नाकेको कति हो टिकट
I don't know. I'm going to ask you. यो अर्गनाइजेसन चाहिँ यही हो अर्गनाइज गर्ने होइन यसलाई टिकट फ्री हालिदिन्छु तपाईँहरूलाई आयो सो गाइस भिजिट गर्नु कुन ठाउँमा हो कुन ठाउँमा भन्न छिटो अल्डेट सर्ट त्यसको अब ठाउँको नाम पनि के हो के हो अल्डर सर्टमा छ अरे होइन अल्डर सर्टमा छ अरे कन्सर्ट सो गाइज प्लिज यदि तपाईँलाई त्यो मनपर्छ भने मलाई चाहिँ मनपर्छ तर म जाँदिनँ किनकि मसँग अहिले त्यस्तो धेरै बजेट पनि छैन त्यस्तो धेरै लग्जरी लाइफ जिउने उयो अवस्था पनि छैन यो जस्तो होइन सो प्लिज भिजिट गरिदिनु होला हामी पनि त्यसको आइपुग्न आँट्यौँ क्यामेरा पनि कस्तो हरिरहेको होला ल सिउन हामीहरू त्यसको आइपुग्यौँ अन्त ट्रली लानु बिर्सेको कि लु डोरिया लिनु चामल भनेको चाहिँ यो 52 पेनको अनि अरू दुईवटा लगौँ कि एउटा लगौँ हौ म खासै भात त पकाएर खान्न होइन सो एन्ड आई वान्ट टु टेक वान पास्ता अल्सो यो थाप ओइ आज त आउँछ नि मिला हाल्न छैन कि आइज न कस्तो भनेको फर्स्ट टाइम यस्तो धेरै भिडमा मैले क्यामेरा बोकेर हिँड्ने भनेको मलाई लाज लागिसक्यो अब अन्डा लाने हो प्राइस भयो कहाँ लानु होइन कति त पर्न सक्छ यु क्यान सी एभ्रिथिङ इज हियर मार्छ म थाहा छैन नि त कहाँ हो त्यही पनि सामानसँग कहाँ लानु अब हेर त बाहिर जान मिल्दैन गर्न सक्नु त्यही भएर भात खाएर हिँड्नु हुँदैन कि खाली पेटमा हिँड्नुपर्छ कि खाएर पनि हगेर हिँड्नुपर्छ यसलाई फेरि आपत पऱ्यो अरे चक्लेटहरू देख्नु सक्नुहुन्छ के गर्नु गयो अब त के गर्नु त पिसाबमा पनि एकदम बोल्नु पऱ्यो नि त यति महँगो हो क्या हेर न यो बडी वास रहेछ यिनीहरू स्याम्पू खोजेर मैले खोजेर किनिसकेँ टमाटो एन्ड राइस भइहाल्यो कोक अनि त्यसको नाममा अन्डा पनि लगेँ स्टिक सो अहिलेसम्म म देखाउँछु तपाईँहरूलाई अप्ठ्यारो भयो कि एकैछिन त गाह्रो छ ल यत्रो तल 11-8 पाउन्डको थालबुटुकाहरू पनि रहेछ So guys, you can see here होइन प्याज कति महँगो छ भनेर पनि भयो यसको प्याज पनि 99.95 अनि सरप पनि लिए देख्न सक्नुहुन्छ होइन मसँग यस्तो भाडा मसला पनि छैन यार एउटा यो पनि लिएँ मैले सबै कुराहरू होइन देख्न सक्नुहुन्छ सबै कुरा नै पाउँछ अब म खोर्सानी खोज्दै हिँडेछु
गाइस हामी सपिङमा गयौँ हामीले यसरी स्क्यान गर्नुपर्ने हुन्छ हामीले चाहिँ फेरि सक्यौँ होइन मेरो सोध्दै गरेर 16-17 बङ खर्च भयो shopping grocery होइन God it's too cold यसलाई अप्ठ्यारो लागिसक्यो कि जिन्दगीमा फर्स्ट टाइम म फोन बोकेर हिँडेको नै डोरेको डोरे अब कसरी मिलाउनु भयो अब हाम्रा म हैन यसरी नै सो गाइस हेर्नु कस्तो बिजोक भएर हिँडिरहेको छौँ होइन हामीहरू पानी नै आउनु आँटेको छ नि त अनि त्यो भएर हतार त हिँड्नुपर्ने हुन्छ यस्तै हो अब मेरो भिडियो चाहिँ पुरा हुन्छ कि हुँदैन मलाई केही थाहा छैन पुरा गर्ने कोसिस गर्छु पहिलो भिडियो पुगेको छु एउटा बोकेकी चाहिँ कति भारी भारी छ त्योहरू सबै र मैले तपाईँलाई सबै क्लिपमा त मैले देखाउन सकिनँ होइन अनि त्यस पछाडि सबै टुलो गरेर मेरो 17 त सक्यो आज कति धेरै खर्च भयो क्या मेरो गाह्रो भिडिरहेको छ यार सो हे गाइस हामी चाहिँ बसिरहेको छौँ मैले होइन कस्तो भारी भयो सामान अनि उयो यहाँ गफ गरिरहेको थिएँ फोनमा गर्मी पनि भयो कि यत्रो भक्कु ज्याकेट लगाएको थियो अन्त बाँधेर खोलेर राखेको मैले ओ हिँड्नु जुन झोलायो च्यातिसकेछ सो गाइस सामान पनि एकदम भारी भयो नि त अनि हामीले चाहिँ बिसाएको गर्मी भयो यस्तो धुम्मिएको छ होइन त्यो त टाउको पनि फुट्न आँटिसक्यो लुगा लाग्छ त्यस्तै गर्मी भयो अनि मैले ज्याकेट खोलेको रोकेको हामीले चाहिँ यहाँ बिसाएको थियौँ नि त कस्तो गर्मी भएर हात दुख्यो क्या गाह्रो भयो अनि मैले क्लिपहरू त सबै निकाल्न पाएन कति कुराहरू पनि निकाल्न पाएन होइन अब भनौँ न कति पछि हो नि त मैले यसरी भ्लग बनाएको तर आज मेरो खर्च भयो मैले सरपहरू पनि किनेँ मेरो सरपहरू सबै सकिएको थियो अनि भाँडा मस्काउनेहरू के पनि थिएन नि त मसँग अनि सकिएको थियो नि त अनि त्यो पनि सबै किनेँ अनि आज अलिक मेरो खर्च भयो साथी पछाडि आउँदैछु कस्तो गाह्रो भइरहेछ भने नि यस्तै छ स्टुडेन्ट लाइफ भनेको विदेशमा होइन अब नेपालको घरबाट अब स्कुल पायो गरेर हिँड्नु के गर्नु यहाँ त छैन कि त उबरै बुक गर्नु पर्यो उबर हो कि उबर बुक गर्न पनि पैसा छैन गाह्रो छ अहिले सो गाइस हामीहरू अहिले चौरीतिर आइपुग्यौँ पार्क अरे भनौँ न केही छैन कन्डो जस्तो छ पार्क पनि यो यहाँ चाहिँ साउन्ड बोकेर हिँड्दैछ है देख्न सक्नुहुन्छ विदेशी लाइफ यस्तै छ घर पुग्न लाग्यौँ हामी होइन के गर्नु कति कुराको टेन्सन हुन्छ होइन अब के भन्नु गाह्रो छ घरको टेन्सन त्यस्तै आफ्नो पर्सनल टेन्सन त्यस्तै सबै कुराबाट टेन्सन क्या यो विदेशी लाइफमा त नि कसैलाई न चित्त बुझाउन सकिन्छ न उयो गर्नु सकिन्छ सो त्यही भएर विदेश को आउँदै हुनुहुन्छ एज अ स्टुडेन्ट स्ट्रङ भएर आउनु होला मेन्टल्ली फिजिकल्ली अब त्यसै नै स्ट्रङ भएर आउनुपर्छ मेन्टल्ली एकदमै धेरै आवश्यक पर्छ होइन एकदम धेरै प्रिपेयर भएर आउनु होला भन्छ यो जस्तो भएर म रुम पुग्न आँट्यो अहिले अब अहिले चाहिँ म अनि मेरो भिडियो सकिन्छ हामी घर पनि आइपुगिसक्यौँ होइन यहाँ चाहिँ अर्की पोको बोकेर हिँडेको अब ढोका कहिले खोलिन्छ हामीलाई बेल पुगाउनुपर्छ यो के को लाइफ फोन गर्न त्यो सामान तल राखौँ ल कस्तै गऱ्यो कि यो
केको लाइफ सो गाइस हामी आइसक्यौँ ढोका खोल्न है ढोका खोलिदिने मान्छे सामान लिएर गर्नु भएर मर्नु भइरहेछ यहाँ तर जाडोको कुरा जाडो त्यो जाडो भन्छ क्या त्यो जाडो भनेको जाडो उयो हुनुहुन्छ अर्को भ्लगर हाम्रो अब भ्लग बनाएको भइदियो होइन अनाम भइरहेछ अनि यहाँ हातमा खालुहरू परेन अब बल्ल देख्छु गाइस हामी आइसक्यौँ होइन बाई बाई यस्तै छ आजको दिन चाहिँ होइन प्लिज लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु नबिर्सनु अनि सजेस्ट पनि गर्नु होला कस्तो कस्तो भिडियोहरू बनाउनु भनेर बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ माई फुल भिडियो बाई भन्दै ओए बाई बिमारी भइसक्यो बिचरा सामान बोकेर बाई बाई